हरे कृष्ण। श्रीमद् भगवद गीता यथारूप कृष्ण कृपामूर्ति श्री श्रीमद् अभय चरणारविंद भक्ति वेदांत स्वामी श्रील प्रभुपाद संस्थापक आचार्य अंतर्राष्ट्रीय कृष्ण भावना मिश्रण श्रीमद् भगवद गीता यथारूप अध्याय 1 शीर्षक रहेको छ कुरुक्षेत्रका युद्धभूमिमा सैनिकहरूको निरीक्षण। धृतराष्ट्र उवाच धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युत्सव मामका पाण्डवश्चैव किम कुर्वत संजय। धृतराष्ट्र उवाच राजा धृतराष्ट्रले भने धर्मक्षेत्रे तीर्थस्थल कुरुक्षेत्रमा समवेता जम्मा भएका युत्सव युद्ध गर्ने इच्छाले मामका मेरा छोराहरू र पाण्डुका छोराहरूले च र यव निश्चय नै किम के अकुव्रत गरे। संजय हे संजय। धृतराष्ट्रले भने हे संजय, युद्ध गर्ने इच्छाले कुरुक्षेत्रको धार्मिक स्थलमा जम्मा भएका मेरा र पाण्डुका छोराले के गरे। तात्पर्य दिनुभएको छ कृष्ण कृपा श्रीमूर्ति अभय चरणारविन्द भक्ति वेदान्त स्वामी श्रील प्रभुपाद की जय। भगवद गीता धेरैले अध्ययन गर्ने एउटा आध्यात्म विज्ञान हो। गीता महात्म्यमा यसको महिमाको सारांश दिएको छ। यहाँ भनिएको छ भगवद गीतालाई भगवान श्री कृष्णका भक्तहरूको सहयोग लिएर अत्यन्त गहन रूपले अध्ययन गर्नुपर्दछ र वैयक्तिक स्वार्थ प्रेरित व्याख्या नगरिकन यसलाई जस्ताको त्यस्तै बुझ्ने प्रयास गर्नुपर्दछ। गीतालाई स्पष्ट रूपले बुझेको उदाहरण स्वयं भगवद गीतामा नै छ। जसरी अर्जुनले भगवानका मुखारविन्दबाट सिधै यो गीताको उपदेश सुने ग्रहण गरे र हामीले पनि त्यसै रूपमा यसलाई बुझ्नु पर्दछ। यदि कुनै मानिसलाई शिष्य परम्परामा रहेर र मनगढन्ते व्याख्याबाट बचेर भगवद गीता बुझ्ने पर्याप्त अवसर प्राप्त हुन्छ भने त्यो व्यक्ति सम्पूर्ण वैदिक ज्ञान तथा संसारका सबै शास्त्रहरू पढेर पारङ्गत भए जस्तै हुन्छ। भगवद गीतामा पाठकले अन्य सबै शास्त्रहरूमा भए जति कुराहरू पाउँदछन् र साथै ती कुराहरू पनि पाउँदछन् जो अन्यत्र कतै पाइँदैनन्। यही नै भगवद गीताको विशिष्ट स्तर हो र भगवान श्री कृष्णबाट सिधै भनिएको हुनाले यो पूर्ण आध्यात्म विज्ञान हो। महाभारतमा वर्णन गरिएको र धृतराष्ट्र र तथा संजयद्वारा छलफल गरिएको विषय नै यो महान दर्शनको आधारभूत सिद्धान्त हो। वैदिक युगदेखि नै पवित्र स्थलका रूपमा रहेको कुरुक्षेत्रको युद्धभूमिमा यो दर्शनको जन्म भएको हो। मानव जातिको मार्गदर्शनका लागि भगवान श्री कृष्ण स्वयं यस पृथ्वीमा उपस्थित रहनुभएका समयमा उहाँले नै यसको प्रवचन गर्नुभएको हो। यहाँ यो धर्मक्षेत्र धार्मिक कार्यहरू सम्पन्न गरिने ठाउँ शब्द अत्यन्त अर्थपूर्ण छ, किनभने कुरुक्षेत्रको युद्धभूमिमा भगवान श्री कृष्ण स्वयं अर्जुनका तर्फबाट उपस्थित हुनुहुन्थ्यो। कौरवहरूका पिता धृतराष्ट्र आफ्ना छोराहरूकै विजय हुन्छ भन्ने कुरामा उनलाई निकै शङ्का थियो। यही शङ्काका कारणले उनले आफ्ना निजी सचिव संजयसँग तिनीहरूले के गरे भनेर प्रश्न गरे। उनी आफ्ना छोरा र आफ्ना भाइ पाण्डुका छोराहरू एउटा निर्णयात्मक युद्ध लड्ने सङ्कल्पका साथ कुरुक्षेत्रमा जम्मा भएका छन् भन्ने कुरामा विश्वस्त थिए। तैपनि यहाँ उनले प्रश्न गर्न अर्थपूर्ण छ। उनी आफ्ना छोराहरू र भतिजाहरूका बीचमा कुनै सम्झौता होस् भन्ने चाहँदैनथे। त्यसैले युद्धभूमिमा आफ्ना छोराहरूको भाग्यका विषयमा आश्वस्त हुन चाहन्थे, किनभने यो युद्ध कुरुक्षेत्रमा हुन लागिरहेको थियो र कुरुक्षेत्र स्वर्गका देवताहरूका लागि पनि तीर्थस्थलको रूपमा रहेको कुरा वैदिक साहित्यमा उल्लेख छ। त्यसैले युद्धको परिणाममाथि यो पवित्र धर्मक्षेत्रको कस्तो प्रभाव पर्ने हो भन्ने कुरा सोचेर धृतराष्ट्र अत्यन्त भयभीत थिए। अर्जुन सहित पाण्डुका अरू छोराहरू स्वभावैले पुण्यात्मा भएका हुनाले उनीहरूमाथि यो धर्मक्षेत्रको अवश्य अनुकूल प्रभाव पर्दछ भन्ने कुरा धृतराष्ट्रलाई राम्रोसँग थाहा थियो। संजय श्रील व्यासदेवका शिष्य थिए। व्यासदेवका कृपाले उनी धृतराष्ट्रका बैठकमा नै बसेर पनि कुरुक्षेत्रको युद्ध देख्न सक्दथे। त्यसै कारणले धृतराष्ट्रले युद्ध स्थलको
स्थितिका बारेमा सञ्जयसँग सोधे। हुन त पाण्डवहरू र धृतराष्ट्रका छोराहरू एउटै परिवारका सदस्य हुन्, तर यहाँ धृतराष्ट्रको प्रसन्नबाट उनका मनमा के रहेछ भन्ने कुरा दर्शिएको छ। उनले यहाँ जानी बुझी आफ्ना छोराहरूलाई मात्रै कौरव भनेर पाण्डवहरूलाई त्यो उत्तराधिकारी अग्ल्याउन खोजे। यसबाट आफ्ना भतिजाहरू अर्थात् पाण्डुका छोराहरूसँग धृतराष्ट्रको सम्बन्ध विशेष स्थिति कस्तो थियो भन्ने बुझ्न सकिन्छ। जसरी धानको खेतबाट अनावश्यक झारहरू उखेलेर फ्याँकिन्छ, त्यसै गरी धर्मका पिता भगवान श्रीकृष्णले यो पावन कुरुक्षेत्रबाट धृतराष्ट्रको छोरो दुर्योधन जस्ता अवाञ्छित झारहरूलाई उखेलेर फ्याँकिदिनुहुन्छ र युधिष्ठिरद्वारा नेतृत्व गरिएका विशेष धार्मिक व्यक्तित्वहरूलाई स्थापित गर्नुहुन्छ भन्ने आशा यस विषयमा धेरै अगाडिदेखि नै गरिएको थियो। यही नै धर्मक्षेत्रीय र कुरुक्षेत्रीय शब्दको विशिष्ट सार्थकता हो, जो वैदिक र ऐतिहासिक महत्त्वभन्दा भिन्न छ। हरे कृष्ण।